नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो भ्लगमा। र अहिले बिहानको 5 बजिरहेको छ र अब म चाहिँ उठेँ है। अब म चाहिँ मुखसुख धुन जान्छु अनि त्यसपछि 10 मिनट जति ध्यान गर्छु। अब चाहिँ मुख धुँदैछु है। म चाहिँ यो सेरावीको एक्ने कन्ट्रोल क्लिन्जर युज गर्छु। मजाले मुख धुनुपर्छ बिहान एकचोटि राम्रो भयो नि त्यस भएरलाई साफी हुन्छ। ओइ मैले मुख धोएपछि चाहिँ 10 मिनट जति ध्यान गर्ने छु। अब चाहिँ म 10 मिनट जति ध्यान गर्नेछु। बिहान बेलुका ध्यान गऱ्यो भने चाहिँ अलिक पोजिटिभ भाइब्स आउँछ। ल 10 मिनट जति ध्यान गर्नेछु। ध्यान गरेको भिडियो त के हान्ने है। म 10 मिनट ध्यान गर्छु। ध्यान सक्यो। ध्यान सकेपछि अब म यो फर्स्ट ब्ल्याक टी खाँदैछु। थोरै अदुवा हालेको विथ जिन्जर एन्ड थोरै कागती हालेर खाँदैछु। ब्ल्याक टी खाइसकेपछि चाहिँ अनि त्यसपछि चाहिँ 8 बजीतिर थोरै आज खानामा चाहिँ मेन्यु भात दाल ल सिमी छ। सिमी छ, आज सिमी बन्दैछ हामी कहाँ होइन। सिमी र दाल भात खान जाँदैछौँ आज। चाहिँ उहाँ चाहिँ हाम्रो मा हुनुहुन्छ, मम्मीको मम्मी मा पनि हिजो भर्खर हस्पिटल आउनु भएको। मा उही बिहान मा हजुर भन्नु माले चाहिँ अब त्यही हो, माले चाहिँ अब छोक्रा खान सक्नुहुन्न, त्यही लिक्विड डाइट हो मालाई। मम्मीले चाहिँ अब माले बिहानै लिटो र मम्मीले चाहिँ दुध भएको चिया खाने रे, त्यही भएर मम्मी र मलाई चाहिँ दुध भएको चिया बनाउन जाँदैछु। म मम्मीलाई दिन्छु अनि त्यसपछि म नि खान्छु। म पनि चिया खान्छु है। त्यही अब त्यही हो बिहान मर्निङ भ्यू है। यो चाहिँ अघि नै भने जस्तै आजको लन्चमा चाहिँ दाल भात सिमी र अन्डा छ। मैले चाहिँ अघि नै भन्छु कि दाल भात सिमी चाहिँ अब मम्मीले बनाउनु भएको हो। कहिलेकाहीँ चाहिँ मैले नि बनाउँछु। ल अब चाहिँ म खान्छु। आज यो पप र चिया खाँदैछु। ल गाइज, अब चाहिँ मेरो खाजा खाने समय भएको छ। दिउँसोको त्यही 1:30 बजे अनि खाजामा चाहिँ आज स्याउ छ, एउटा अन्डा छ, अनि अलिकति भटमास छ, अलिकति सिमी छ बिहानकै, अनि यो भुटेको चिउरा, घिउमा भुटेको चिउरा र यो कुखुराको कलेजो र पाङ्ग्रा मैले बनाउनु भएको। अब यो चाहिँ म खान्छु है। अनि खाएर चाहिँ अब त्यही हो, दिउँसो टाइम पास गर्नु त्यति अलिक गाह्रो हुन्छ। अलिकति मुभी सुभी हेऱ्यो अहिले त्यही हो। अब कलेज अहिले सकिसकेको छ, त्यही हो। अब चाहिँ म खाना सुरु गर्छु है। ठिकै छ खाजा। अब यस्तै हो, कहिले त चिया बिस्कुट हुन्छ खाजा, कहिले अब यस्तो धेरै परिकार हुन्छ, कहिले चिया बिस्कुट मात्रै हुन्छ, कहिले पप चिया। अघि पनि पप चिया त खाइसक्यो हो। म चाहिँ यो खाएर यसो तल हजुरआमा उपचार गर्छु। हस् त, अब रातिको 6 बज्यो है। अब चाहिँ हामी धुपबत्ती गर्छौँ होइन। धुपबत्ती गरेर चाहिँ अब तल मम्मीले खाना पकाइरहनु भएको छ। हल्का धुपबत्ती गरेको पनि हजुरहरूलाई भिडियो हाल्छु। अनि यस्तै गरी अब खाना खाएर भ्लगको इन्ड हुन्छ। यो मेरो Om Shiva Sai Vinay Sai Devai Dhimai Tanna Surya Prasad Om Khemat Vinay Dhimai Vinay Devai Tanna Sati Prasad Om Sai Surya Vinay Sati Devai Dhimai Tanna Surya Prasad Om Sai Abhidek Subramanya Bhavan Sai Guru Sai ल धुपबत्ती पनि सक्यो। अब हामी राति खाना खान्छौँ र भ्लगको इन्ड हुन्छ। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। यो भ्लग मन परेमा चाहिँ लाइक सेयर सब्सक्राइब कमेन्ट जे जति गरिदिनु होला। र यो मेरो फर्स्ट भ्लग भएको भएर त्यति राम्रो नहोला, त्यसको लागि क्षमा पार्न चाहन्छु। र यस्तै गरी अर्को नयाँ भ्लग हेर्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब यो चाहिँ रातिको खाना छ। रातिको खानामा सिम्पल केही छैन, फर्सी यो भटमास र थोरै दाल छ। अब यो खाएपछि चाहिँ हामी सोच्छौँ यो भ्लगको इन्ड हुनेछ।
ल अब खाना पनि खाइयो अब यो भ्लगको चाहिँ इन्ड हो है अब यसपछि सुत्छौँ है के काम छैन हल्का मोबाइल 1-2 घन्टा मोबाइल चलाउँछु अनि सुत्छु अब यो भ्लगको चाहिँ इन्ड हो त्यही भएर भ्लगलाई चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब जे त्यति गरिदिनुहोस् यो चाहिँ मेरो फर्स्ट भ्लग भएको बेला त्यति राम्रो छैन है त्यसको लागि क्षमा प्रार्थी चाहन्छु र यस्तै अर्को भ्लगमा रमाइलो मेरो डेली लाइफ इन भ्लग हेर्न मन छ भने चाहिँ कमेन्ट च्यानललाई सब्सक्राइब गरिदिनु होला धन्यवाद बाई च्यानलको नाम चाहिँ साई कृपा निरपेश छ सब्सक्राइब गरिदिनु होला धन्यवाद